2082 साल भदौ 23 गते 2082 साल भदौ 23 गते परिवर्तन ल्याउन देशमा ठुलै घटना घटे। जेन्जी नामको एउटा पुस्ता सडकमा आयो, नेताज्यूको उतिखेरै उठी बास लाग्यो। के पायो र सम्पत्ति जोडेर रुँदै जाने हो भने छोडेर। के पायो र सम्पत्ति जोडेर रुँदै जाने हो भने छोडेर। रुँदै जाने हो भने छोडेर। एकैछिनको आन्दोलनमा ठुलो क्षति भयो। एकैछिनको आन्दोलनमा ठुलो क्षति भयो। गोली चल्यो, सहर जल्यो, धेरैको ज्यान गयो। कोहीले छोडे सिंहदरबार, कोहीले छोडे घरै। आत्मरक्षा भन्दा ठुलो के रहेछ र बरे। के पायो र सम्पत्ति जोडेर रुँदै जाने हो भने छोडेर। के पायो र सम्पत्ति जोडेर रुँदै जाने हो भने छोडेर। रुँदै जाने हो भने छोडेर। हे स्कुल पढ्न गएको छोरो घर फर्केन साँझ। स्कुल पढ्न गएको छोरो घर फर्केन साँझ। झोलामै छ कापी किताब, झोलामै छ खाजा। यो घटनाको सन्देश बोकी गीत गाउँछु आज। जुन व्यवस्था ल्याए पनि डरै मर्नु भाछ। के पायो र सम्पत्ति जोडेर रुँदै जाने हो भने छोडेर। के पायो र सम्पत्ति जोडेर रुँदै जाने हो भने छोडेर। रुँदै जाने हो भने छोडेर। हे नेपालमा खरानी भइन् पीडाज्यूको त्यो छ। नेपालमा खरानी भइन् पीडाज्यूको त्यो छ। अवसरवादीहरूलाई एक कुराको न्यू छ। यो आपतमा स्वार्थी बनी देशलाई नलुटौ। आफ्नो आफ्नो ठाउँबाट देश बनाउन जागौ। भत्केको ठाउँ
मिलेर टाल्नु छ विकासको जग बलियो पार्नु छ भत्केको ठाउँ मिलेर टाल्नु छ विकासको जग बलियो पार्नु छ विकासको जग बलियो पार्नु छ हे जे नहुनु भयो हजुर नखाऊ अब आहार जे नहुनु भयो हजुर नखाऊ अब आहार केही हुँदैन एकअर्कालाई आँखी दोष लाएर विकास गर्न खोज्दा देशमा विनाश भयो बुझ सकारात्मक सोच राखी सबै एकजुट बन भत्केको ठाउँ मिलेर टाल्नु छ विकासको जग बलियो पार्नु छ भत्केको ठाउँ मिलेर टाल्नु छ विकासको जग बलियो पार्नु छ विकासको जग बलियो पार्नु छ